यसमा चाहिँ हामीले के गर्नु पर्यो भने यहाँ हात अगाडि ल्याएपछि पानी आफै आउने भयो ए यहाँ हात लगाएपछि पानी आफै आयो हजुर हात मात्र हजुरले फोनै राखे पनि पानी आउँछ फोनै राखेँ हजुर के अझै राखे पनि होइन पानी चाहिँ आउने ए भयो यहाँ हजुर पानी यसमा चाहिँ अनि घटाउनु पनि मिल्छ गडाएर नै भन्छ 4 सेकेन्ड मात्र राखेको छ अहिले चाहिँ 4 सेकेन्ड हजुर अहिले चाहिँ हामीलाई होइन 4 सेकेन्ड मात्र राखेको छ मैले चाहिँ 4 सेकेन्ड अरे 4 सेकेन्ड 4 सेकेन्ड हजुर यतिसम्म मात्र राखेको छौँ किनभने चाहिँ अहिले यस्तो गर्दाखेरि होइन मान्छेहरू त प्रति भर्किहाल्यो भने त पानी पोखिन सक्छ ए 4 सेकेन्डको मिलाएको छ यहाँनिर हजुर यो कसरी निर्माण गर्यो त बनायो त यो हामीले कसरी निर्माण गर्यो भन्दाखेरि चाहिँ यो सेन्सर भयो होइन यो चाहिँ एउटा ट्रान्समिटर र रिसिभर भन्ने हुन्छ ट्रान्समिटर रिसिभर ट्रान्समिटरले चाहिँ हाम्रो के अरे साउन्ड प्रड्युस गर्छ जुन हामीले सुन्न सक्दैनौँ क्या होइन नर्मली हामीले सुन्न सक्दैन जब हामीले यसरी हात राख्छौँ नि यो चाहिँ प्रड्युस गरेको साउन्ड चाहिँ हाम्रो हातमा ठुक्राएर यहाँ रिसिभरसम्म जान्छ क्या अनि रिसिभ गरेपछि सिधै हाम्रो यहाँ सानो चिपवाला देख्नु भएको छ नि चिप जस्तो हो यो चाहिँ हाम्रो डायनामो हो क्या होइन यो चाहिँ यसलाई मिनी ब्रेन भन्दा नि हुन्छ होइन अनि यसको नाम के अरे डायनामो डायनामो फिल्टर डायनामो फिल्टर हजुर यसलाई चाहिँ सरी यो चाहिँ अब घर घरमा प्रयोग हुने भयो हजुर घर घरमा होटेलमा अहिले त होटेलमा नि देख्न सकिन्छ होइन अनि सिधै ब्याट्री सो चार्ज ब्याट्री चार्ज नभएन त्यो चल्दैन ब्याट्री चार्ज यसमा चाहिँ ब्याट्री यहाँ ब्याट्री चार्ज गर्नुपर्छ भन्ने छैन होइन ब्याट्री चार्ज गरेर यसमै राखिराख्यो भने चाहिँ सजिलो हुने भयो होइन अनि ब्याट्री सक्यो भने चाहिँ अन भएन चाहिँ ब्याट्री नै चाहिन्छ चल्नलाई चाहिँ ए ब्याट्री नै चाहिन्छ के अरे इलेक्ट्रिकबाट भएन इलेक्ट्रिकबाट चार्जर जोड्न मिल्छ होइन तर हामीले चाहिँ अहिले सिधै अहिले त यहाँ जोड्ने सर्किटहरू केही छैन त्यसको लागि चाहिँ हामीले सिधै यही राखेका छौँ ए अनि अर्को यसको फाइदा के छ भने होइन हाम्रो यसबाट पानी बचत पनि हुन्छ किनभने बच्चाहरूले त घरमा त्यो अन अफ गरेर अनि राखेर छोडिदिन्छ नि पानी सबै खिर जाने ए यो चाहिँ चार्ज जति सेकेन्डको राख्यो जस्तो 1 मिनटको राख्नु मिल्छ हाम्रो 1 मिनटको 1 मिनट राख्नु मिल्छ 1 मिनटसम्म आउँछ आफै बन्द हुन्छ 1 मिनटसम्म पानी आएपछि आफै बन्द हुन्छ अरू केही घटाइ गरिदिन्छ अब यतापट्टि भोट कति 29 मा अब कुन चाहिँमा हाल्ने हो परदेखि ल्याएको ल तर म 29 मै हाल्छु होला मलाई 29 मन पर्यो ल नमस्ते यतापट्टि के हो यो हाम्रो प्रोजेक्ट स्मार्ट होम हो यहाँ बत्ती भयो बत्ती भयो बल्ब